So hello guys, welcome to short video मा है र अहिले चाहिँ म तपाईहरुलाई के देखाउन आँटेको छु भन्छ नि हेर्नुस् त तपाईहरु हाम्रोमा चाहिँ एउटा गमला बनाउनु भएको छ मम्मीले है र त्यो गमला चाहिँ कस्तो छ भनेर कति जनाले चाहिँ देखिसक्नु भएको हो है किनभने पहिल्यै बनाउनु भएको हो र कति जनाले चाहिँ देख्नु भएको छैन होला देख्नु भएको छैन नि हेर्नुहोस् अनि तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गरेर बताउनुहोस् हेर्नुस् ल कस्तो छ म देखाउँछु र साथीहरु गमला चाहिँ यही हो है देख्न सक्नुहुन्छ थुप्रै छ अझै कतिवटा चाहिँ बिग्रेर हामीले फ्याक्यो है यहाँनिर चाहिँ अर्को डिजाइनको छ है हेर्नुस् न कलर पनि डिफरेन्ट छ हामीले चाहिँ यसरी राखेको छ यो चाहिँ नस्याहारेको चाहिँ हैन साथीहरु यो चाहिँ राख्ने जग्गा नभएर चाहिँ हामीले यसरी राखेको है तर पनि हामीले यसमा फुलहरु रोपेको छौं डिजाइनको छ आफ्नो आफ्नो डिजाइनको छ है अझ अरु पनि छ म देखाउँछु तपाईहरुलाई हेर्नुस् ल यहाँनिर चाहिँ ठुलो छ है यो पनि बाहिर निकालेर देखाउँथे तर बाहिर निकाल्न चाहिँ सक्दिन है त्यही भएर चाहिँ देखाइदिएको र ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गरिदिनुस् होला साथीहरु यहाँनिर पनि छ साथीहरु हेर्नुस् न यो झन् दामी छ है मजाको छ हेर्नुस् न यो चाहिँ पानीले नभिज्ने जग्गामा राख्नु भएको थियो पहिला मम्मीले त्यही भएर चाहिँ सफा छ है कालोहरु पनि यो लेउहरु पनि लागेको छैन अनि अरु चाहिँ सबै भिज्ने जग्गामा राख्नु भएको थिएछ नि त अनि त्यो भएर चाहिँ कालो कालो लागेको छ है अनि यहाँ पनि छ अरु पनि छ म तपाईहरुलाई देखाउने छु हेर्नुस् ल यहाँ पनि छ साथीहरु यहाँनिर चाहिँ ड्र्यागन फ्रुट्स रोप्नु भएको छ है मम्मीले यहाँ थुप्रो छ हेर्नुस् ल यहाँनिर पनि छ यहाँ पनि यो ड्र्यागन प्लान्टै हो है यो चाहिँ यत्रोसम्म चाहिँ फल्छ यो चाहिँ मैले माइतबाट ल्याएको है राम्ररी सडेको छैन म चाहिँ ल्याउने मात्रै हो नि त रोप्ने चाहिँ मम्मी नै हो है यहाँनिर पनि छ यो चाहिँ यस्तो छ हो साथीहरु हेर्नुस् ल यहाँनिर पनि छ अझै हामीले चाहिँ कतिवटा चाहिँ फ्याक्यो है कति मजाले बनाउनु भएको छ मम्मीले चाहिँ साथीहरु र साथीहरु तपाईहरुलाई कस्तो लाग्यो है मेरो सासूआमाले बनाउनु भएको गमला सबै देखाए अझै कतिवटा चाहिँ मम्मीले फ्याक्नु पनि भयो कतिवटा फुट्यो पनि है अनि म चाहिँ मार्गी लाग्ला जस्तो हुँदैछ नि त त्यही भएर घाँटी नै पुरा बसिरहेको छ अझ मम्मी पनि हुनुहुन्न घरमा आप्पा पनि लाभा जानु भएको छ म चाहिँ एक्लै छु है मम्मी चाहिँ जंगल जानु भएको छ नि त अनि आज चाहिँ म गइन सधैँ चाहिँ मम्मी र म सँगै जान्थ्यो आज चाहिँ घरमा अलिकति काम थियो त्यही भएर चाहिँ मम्मी एक्लै जानुभयो म चाहिँ घरमा बसेको है अनि मेरो यो सर्ट भिडियोलाई हेरेर तपाईहरुलाई मन पर्यो भने चाहिँ लाइक शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोस् होला अनि मेरो चाहिँ फेसबुक च्यानल पनि छ फेसबुक पेज पनि छ है त्यहाँ पनि गएर फलो गरिदिनुस् होला बाइ बाइ